हाई एभ्रिवान। यहाँहरूसँग केही कुरा चाहिँ सेयर गर्न आइपुगेँ फेरि म चाहिँ। अ, मानौँ मनका कुरा अथवा मायाका कुराहरू सुरु गरौँ है। सो यहाँहरू कतिजनालाई चाहिँ लाग्छ मायामा हामी एक्सप्रेसिभ हुनुपर्छ भनेर। हुन त सबैजनाको आफ्नो पोइन्ट अफ भ्यू हुन्छ, पर्सपेक्टिभ अलग-अलग हुन्छ होइन। म चाहिँ त्यस्तो व्यक्तिमा पर्छु कि जो चाहिँ आफ्नो माया एकदमै मलाई जताउनु पर्ने होइन, अनि देखाइरहनु पर्ने, अनि एट द सेम टाइम मलाई पनि त्यो मैले गरेको मायाहरू त्यसरी नै रिटर्न आइदिए हुन्थ्यो नि त जस्तो लाग्छ कि। जस्तो जुन वेमा मैले सेयर गरेँ होइन, जसको लागि मैले भनौँ न यति धेरै एक्सप्रेस गरिरहेको हुन्छु, उसले पनि बुझिदिएर थोरै भए पनि त्यो चिजहरूको चाहिँ कदर गरिदिए पनि हुन्थ्यो नि जस्तो भन्ने खालको व्यक्तिमा चाहिँ पर्छु म। हुन त सबैजना जताउने खालको, सेयर गर्ने खालको त हुँदैन, एन्ड डेफिनेटली हुँदैन। तर पनि मसँग चाहिँ होइन उसको निम्ति भनौँ न यति धेरै शब्दहरू हुनु कि बयान गर्नलाई अथवा एक्सप्रेस गर्नलाई, सेयर गर्नलाई, त्यो फिलिङ्सहरू चाहिँ उसको सामु पोख्नलाई म यति धेरै पोख्त हुनु होइन। अनि मेरो अगाडिको मान्छे चाहिँ त्यो इसाराहरू नबुझिदिनु, सरल भाषा, सहज भाषामा भनिरहँदा पनि स्ट्रेटली भन्नुपर्दा सुन्नलाई समय नभइदिनु अथवा रहर नगरिदिनु होइन। अथवा मेरो बुझाइ गलत पनि हुनसक्छ होइन। तर त्यो भनौँ न मैले के बुझेँ भन्ने चिज हो नि त। मैले चाहिँ उसले अब सायद बुझ्दैन जस्तै लाग्छ नि त। तर पनि मेरो साइडबाट चाहिँ एभ्री डे, इच एन्ड एभ्री टाइम आई फिल लाइक मैले सेयर गरिरहेको छु उसँग। म जति सक्दो यो चिजहरूलाई एक्सप्रेस गर्छु भन्ने हुन्छ क्या। अनि अब त्यो चिजहरू भनौँ नेचर वाइज पनि हामी एकै खालको एउटै भावनाहरू मिल्ने अथवा एउटै सोच विचार मिल्ने चाहिँ डेफिनेटली हुँदैनौँ। तर पनि कतिपय कुराहरू चाहिँ बुझ्दै हुन्थ्यो नि त होइन। यति चिज चाहिँ उसले पनि गरिदिए हुन्थ्यो नि त भनेर एक्सपेक्टेसन्स हुन्छ कि। हुन त एक्सपेक्ट नगरेकै राम्रो हुन्छ भन्छन् होइन। धेरै यदि यहाँहरूलाई पनि थाहा छ भने चाहिँ होइन, जुन चिज हामीलाई थाहा हुन्छ नि त नि अब उसले यो चिजहरू गर्दैन भनेर के। तर पनि एक्सपेक्ट गरिरहने अनि आफ्नै मन दुखाउने अनि आफै रुने होइन। त्यो चिजहरूले दुखाउनु चाहिँ आफैलाई दुखिरहेको हुन्छ, दुख्छ पनि थाहा छ। तर पनि त्यो चिजहरूलाई आई थिङ्क जबसम्म माया रहन्छ नि एक्सपेक्टेसन पनि डेफिनेटली त्यो समयसम्म